अनि त्यो ब्लेडहरू हुन्छ नि, ब्लेडहरू सेभिङहरू ब्लेड हुन्छ नि, त्यो लगेजमा राख्नुपर्छ है। अनि मेरो के भन्छ, त्यो त मिलाएर त त्यो त राखेँ ह्यान्ड क्यारीमा त थिएन, त्यो त थाहा थियो। तर मिस्टेकली एउटा पर्समा के गर्थेँ भने एउटा ब्लेड के काम इमर्जेन्सी पर्समा राखिरहेको हुन्थ्यो क्या। अनि त्यो सर्च गर्दा क्वाँ गरिदिइहाल्थ्यो, आफूलाई थाहा छैन। सेकुली छिर्दैन क्या गरिहाल्छ, तपाईँ निकाल्नुहोस् के छ तपाईँको बडीमा। गर्दा गर्दै उसले स्क्यान गरेर मैले भने आफूले थाहा पाउँदैन, छुट्ने बेला भइसक्यो, टाइम हुँदैन, त्यति बेला आफ्नो दिमाग स्ट्रेस हुन्छ क्या। तार हुन्छ होइन। फेरि त्यो मतलब ह्यान्ड क्यारी होइन, ह्यान्ड क्यारीमा अबदेखि म के राख्दिनँ, अब म खाली हिँड्छु जस्तो, जति छ सब ल्याङ्ग्वेजमा हाल्दिनँ। त्यहाँ हुन्छ भने त्यो ब्याग बेसरी गयो होइन, अन्त त्यहाँ त्यो फर्केर आएपछि नि फेरि यस्तो कस्तो हुन्छ त्यहाँ गिल्टी। किन सबैजना अगाडि बढ सक्दैन, आफू पछाडि पर्यो। अब फेरि त्यहाँ इन्क्वायरीमा जानु पर्यो, त्यहाँ टाइम लस भइरहेको हुन्छ। त्यो डर त यहाँ प्लेन छुट्ने हुन्छ। हो, मेन त त्यो डर हुन्छ क्या। प्लेन छुट्ने भने गइगयो फेरि सबै स्वाहा हुन्छ। अब पसिना चुहाइदियो के, अनि त्यसले स्क्यान गरेर देखाउँछ क्या। मैले थाहै पाइरहेको छैन के गर्ने होइन। अनि उसले हेरेपछि ब्लेड छ तपाईँको पर्समा, देखाएपछि देखाउनुहोस्। अनि त्यहाँ ठ्याक्क भनेपछि निकालेको एउटा सानो ब्लेडले यस्तो दुःख पाएको थिएँ म। त्यस कारण अबदेखि म होइन मतलब फ्री हुन्छु क्या, जति छ त सबैलाई लगेजमा हालिदिन्छु, ढुक्क भयो, हातमा केही पनि राख्दिनँ। सही कुरा। ह्यान्ड क्यारीमा राख्यो भने ठिक छ, त्यो कुराहरू राख्नु भएन। हो, त्यो कुराहरू त ब्लेडहरू त राख्नै भएन, ब्लेडहरू भयो भने सेभिङको कुराहरू राख्नु भएन। अनि लिक्विड पनि राख्नु मिल्दैन है, लिक्विड मिल्दैन।